हल्का केही जवाफ त दिनु पर्यो थाहा भए जस्तो गर्नु पर्यो नि थाहा छैन साँच्चीकै छैन नि अनि हेलो गाइस सबजना हाई भन्दियो ए हेर म मेरो साथी अनि दाई राणा सबजना आइसकेका छु अहिले है घुम्नको लागि अनि 2-3 जना त हाम्रो रुममा सुतेछ राणा छ नि सुतेको सुतेको नि के भने त कस्तो छ हालखबर कस्तो लागिरहेछ फिल रुममा बस्दा मैले धेरै बोर भयो हेर त कस्तो यार सनसेट भइरहेछ उतातिर यतातिर कति राम्रो भ्यू आउँछ हैन यहाँ हाम्रो हेर ट्राइपोड मान्छे सेटअप गर्दैछ आफ्नो सेटअप वाउ कति खतरा देखिन्छ यार यताबाट आम्माम्मा मलेसियाको ल्याङ्ग्वेज होइन आम्माम्मा देखिन्छ यार म पनि खतरै लाग्छु है दाइ ठिक छ नि ल भाइ यस्तो त गर्नुपर्छ कि अब छुट्टीको फाइदा उठाउनु पर्यो नि हामीहरू कहीँ छुट्टीमा यस्तो यस्तो गर्छौँ आजदेखि हामी सेटअप पनि तयार भइसक्यो केटाको अब यसैमा लगाउने है आफ्नो भिडियो सिडियो बनाउने सबजना ओके भन यार ओके भन न साउन्ड सुन्नु अनि हाम्रो राणा पार्टनरसँग सोध्नुपर्छ अब के भइरहेछ साउन्ड जुन छ त्यो के हो भन त भाइ राम भयो अरे मारिदिन्छ रे तिमीलाई यस्तो कुरा भन्छ राम भजन भन्छ यार मलाई थाहा छैन भयो भन्नु त अनि हल्का केही जवाफ त दिनु पर्यो थाहा भए जस्तो गर्नु पर्यो नि थाहा छैन साँच्चीकै अनि थाहा छैन त तिमी कुनै बेला भन्छ राम भजन कुनै बेला भन्छन् पूजा गरिरहेछ कुनै बेला भजन गर्छ के भन्नु त हल्का दर्शकहरूलाई नि बताइदिनु हाँसरङ गर्नु पर्यो नि त ठिक छ तर त्यस्तो कुरामा हाँस्नु हुँदैन नि हो कि होइन त्यो पनि हो हुन त यो कसैको उलाई हाँसेर त्यो गर्नु मिल्दैन मजा गर्न मिल्दैन तर सिरियसली भन्छु मेरो पार्टनरलाई थाहा छैन ल ठिक छ के भन्छ म आफै बिर्छु यार के भन्ने यार मलाई यहाँसम्म थाहा छ यसलाई के भन्छ नमस होइन नमाज पढ्नु सायद तर त्यत्रो थाहा छैन हाम्रो धर्म त बेग्लै हो नि हो कि तिमी के हो रे हिन्दू हो कि मुस्लिम हिन्दू साँच्चै के मुस्लिम अनि ठिक छ हिन्दू हो नि स्योर कन्फर्म ओके तपाईँ दाइ म क्रिस्चियन हो क्रिस्चियन हो न हिन्दू न मुस्लिम अनि के हो क्रिस्चियन के भन्छ यो भजन के हिन्दू हो न त मुस्लिम हो अब क्रिस्चियन हो तर हुनमा तपाईँ पहिला हिन्दू थियो नि पहिला हिन्दू थियो अहिले चेन्ज गर्यो आफ्नो धर्म क्रिस्चियनमा गयो ठिकै छ नो प्रब्लम त्यसको लागि धेरै धेरै धन्यवाद तपाईँलाई हालेलुया चल्छ हालेलुया जय मान्छे ल ठिक छ मलाई थाहा छैन त पनि म भने अनि क्यामेराम्यान आफू के हिन्दू मुस्लिम के हिन्दू हो ल ठिक छ हेर ओ माई गड ए सनसेट हेर दा कति मस्त आइरहेको छ यार वाउ ठिक छ नि हाम्रो ब्लगिङ त फ्यान्टास्टिक यार माइन्ड ब्लोइङ बन्यो यार यस्तो मौसममा आएर मलाई धेरै खुसी लाग्यो किन कट गर्ने बिना कटको हामी कट गर्ने कट भन्ने होइन कट भन्ने भिडियो बन्द गरिदियो गाना बन्द गरिदिने यस्तो भिडियो हेरेछ नि त्यस्तै हाम्रो अहिले चलिरहेछ मस्त हेर त यार कति राम्रो दाइ तपाईँलाई कस्तो फिल भइरहेछ यहाँ हेर त धेरै राम्रो नि हावा चलिरहेछ यो मलेसियामा बस्दा भित्र कोटामा बस्दा अनुहार जलेर कालो भइसक्यो है वाउ ठिक छ नि हाम्रो ब्लगिङ त फ्यान्टास्टिक यार माइन्ड ब्लोइङ बन्यो यार यस्तो मौसममा आएर मलाई धेरै खुसी लाग्यो किन कट गर्ने बिना कटको हामी कट गर्ने कट भन्ने होइन कट भन्ने भिडियो बन्द गरिदियो गाना बन्द गरिदिने यस्तो भिडियो हेरेछ नि त्यस्तै हाम्रो अहिले चलिरहेछ मस्त हेर त यार कति राम्रो दाइ तपाईँलाई कस्तो फिल भइरहेछ यहाँ हेर त धेरै राम्रो नि हावा चलिरहेछ यो मलेसियामा बस्दा भित्र कोटामा बस्दा अनुहार जलेर कालो भइसक्यो है अरे किन डराउँछ हिन्दू छ नि टेन्सन नले म यहाँ तिमीलाई बचाउनको लागि तयार छु भाइ हो के मस्त लाग्छ रे फ्यान्टास्टिक माइन्ड ब्लोइङ वाउ
तर एउटा कुरा मलाई अहिलेसम्म थाहा लागेन, यहाँ समथिङ हामीलाई धेरै दिन भयो होइन आएको, तर पूर्व पश्चिम दक्षिण उत्तर कुन साइड कुन दिशा हो थाहै लाग्दैन। अहिले सनसेट उतातिर भयो, सन इस्ट यतातिर हुन्छ, अर्को ठाउँमा काम गर्दाखेरि सन इस्ट यतातिर हुन्थ्यो, सनसेट यतातिर हुन्थ्यो, ठ्याक्कै यहाँ अपोजिट लाग्छ। तर जे होस् आज त हामीहरूको फर्स्ट ब्लगिङ हो, मस्त लागिरहेको छ। राना राना भाइ के भयो तिमीहरू किन टेन्सनमा? अनि अलि अलि अरे तिम्रो दाँत हेर कति राम्रो देखिन्छ, हात तेरी मेरो दाँत हेरी त पनि म एकदम ह्याप्पी छु नि, के टेन्सन, पैसा भयो यसलाई ट्रिटमेन्ट गरेर सेटअप बनाइहाल्छु नि, हो कि नि त? हो नि। ल त राना आजको लागि फ्यान्टास्टिक छ नि दिन, राम्रो गयो नि। ल अब हामी रुमतिर लाग्दैछौँ होइन। हाम्रो यहाँ बाइक सबको एकदम लागेछ जेट स्पोर्ट, आफ्नो आफ्नो बाइक अब ल्यायो केटा। ए कति राम्रो ठाउँ छ यार। एनिवे गाइज आज हामीहरूलाई त धेरै मस्त लाग्यो कि यहाँ आएर घुमेर, फर्स्टचोटि हो, समथिङ धेरै दिनपछि यहाँ रुमबाट निस्क्यो, मस्त लाग्यो। अब म पनि आफ्नो साइकलमा बसिहाल्छु। के ढल्छ हौ राजा? ढल्दैन, कहाँ ढल्छ हो? रानाले भन्छ साइकल ढलिहाल्छ बिना एक्सिडेन्टको, ढल्न सक्छ नि। यहाँ हेर त, यहाँ स्टोर पनि छ यार, एउटा दोकान छ। अरे बापरे भागो रे, हाय हाय कस्तो बाटो छ, हाय 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 यस्तो पनि बाटो। अरे दाजु आयो। यी हेर गाइज गाउँ रहेछ के, गाउँ एकदम। अनि यस्तो बाटोमा छोड्नु हुँदैन नि साथी, हो कि न? ए राना सुन, ओ रानाको साउन्ड कस्तो निस्किन्छ यार, हो र? ए रानाले भन्छ मेरो हरन हो, होइन दाइ? गाइज हामीहरूको साइकलमा हरन छैन, रानाको स्पेसल हरन छ। बजा त एकचोटि राना हरन, बजेन? बजा बजा। हाय तेरी हामीलाई ठोक्यो यार, हामीलाई त उल्लु बनाइदियो केटाले। ए कहाँ 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 केटा 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 कहाँ? त्यो केटा कहाँ गइरहेछ? गाइज हेर त कस्तो बाटोबाट हाम्रो पार्टनरले कुदाइदियो साइकल। म त जान्न हो राजा, ढलिहाल्छु ढलिहाल्छु रे दाजु, म बिस्तारै जान्छु। अरे बाप्रे बाप, ब्रेकै लाग्दैन है, उत्रेर जानुपर्छ। अरे बाप्रे बाप, अरे बाप्रे बाप, यस्तो अरे दादा रे दादा, इ हेर कस्तो बाटो यस्तोमा छ। राना उतै छ है, यहाँ केटाहरू अब केटाहरू सब खानेकुरा लिन आएको छ, हामी पनि आइसक्यो होइन दाइ? के खाने? खेल्ने बेला लिने? छोडिदिनु अलि। सिगरेटहरू पाउँछ? ओ सिगरेट खान्छ? सिगरेट त हामी खाँदैनौँ नि। ल ल के छ हो अब? आइसक्रिम निकाल। हो हेर केटाले आइसक्रिम लिइसक्यो, तिमी के लिने राना? मलाई एउटा चक्लेट ल्याउनु पर्छ रे। त लिएन त, डमरै किनिदिने। हाय हाय कस्तो कुरा छ नि। मेरो पनि पैसा तिर हो राजा, अझ के लिने? ड्यू मैले उठाइदिएँ। धेरै ठुलो लगेर के काम छ? दाइ त जस्तो हाइट छ त्यस्तै लिन्छ बोतल। यही मलाई काफी छ।
यो दुईटा बराबर लिनु पर्यो यार एउटा ठुलो तर जे होस् दाइको स्पेसली हो ल ल पैसा तिरौँ है दाइ मेरो पनि तिरौँ मेरो एउटा माउन्टेन ड्यू छ अरे हिंदी बोल रहा है इधर बड़े भाई हाय हाय हिंदी चलता है अच्छा यहाँ छैन रे के यहाँ पनि होला रे डाटा केबल यार इयरफोन त डाटा केबल खोजिरहेको छु बुढो इयरफोन अरे इयरफोन लिन्छ कानमा डाटा केबल लगाउँछ सानो के छोटो वाला पाउँछ होला नि यहाँ कानमा होइन कानमा कि के कानमा सानो फेट हाल्ने वाला होइन ओ एयरपोर्ट एयरपोर्ट होइन अरे वायरलेस वाला बिना तार वाला हाँ कानमा मात्रै हाल्ने के अरू के चाहियो मलाई तार वाला होइन तार वाला लाग्दैन तार वाला नै ल मेरो पनि ब्लन्जा गरिदियो दाइले जाम अगाडि 13 रुपैयाँ अब यति राति कति बजेर केटाहरू कहाँ गइरहेछ हो दाइ तनाव भन्यो यार रातभरि घुम्ने ल गाइज हामीहरूले भन्छ कहिले त नघुम्नेको तर ठिक हो नि कति दिनपछि घुमिरहेछ होइन दाइ हो कि नै राणा भाइ होइन हाइ तेरीको होइन कसरी होइन हौ कस्तो कुरा गरेको भाइ के बोले भाइ कहिले काहीँ हो भन्नु पर्यो के थाहा छ नि अहिले नेपालमा हाम्रो चुनावको लहर चलेको छ यहाँ पनि हाम्रो चुनावको लहर छ नि दाइ ल हो नि त हो ए ट्रेन पनि आयो रे यहाँ त देखिँदैन रे ठुलो छ रे दाइ अरे भाइ यो बाइकवाला कतातिर गइरहेछ ओ माई गॉड ठोक दिन्थ्यो यार तर अहिले त केही देखिँदैन यार पुरै अन्धारो देखिन्छ पुरै कालो कालो